Oh guys, group ride to तिमीतारको है फाइनली डेस्टिनेसन तिर गाइस त्यो अहिले हामी रातिमा छौं है सो फोटो सोटो पनि जम्मै भइसक्यो हैन अब हल्का पेट पूजा पनि भइसक्यो जस अब हामी चल्दैको गाइस किप वाचिङ गाइस हामी त्यहाँ जाम भएर बसेको सो मैले चाहिँ मेरो फर्स्ट इन्कम चाहिँ यहाँ पाइसकेको छु है हो सो हामीले चाहिँ 10 रुपैयाँ पाइएको छौं के छैन हामी मिठाई चबाइदिन्छौँ यसले है सो गाइस वेलकम ब्याक टु माई न्यू भ्लग है सो यदि आजको नयाँ भ्लगमा फेरि पनि तपाईँहरू सबैजनालाई स्वागत छ है सो त्यो अहिले चाहिँ हामी लेक्सेपको गेमन पुलमा छौँ होइन अन्त जस्ट अब हामी चाहिँ कहाँ जान आँटेको भन्दाखेरि तिमीतारको जान आँटेको है किनकि आज भनेको हाम्रो चिल्ड्रेन्स डे पनि हो सो अन्त म चाहिँ जाति पनि हामीलाई बाल थिएन हामी चाहिँ भागिदियो होइन म चाहिँ छुट्टी मागेर आएको किनकि म बिमारी छु होइन सो त्यो म चाहिँ हल्का अब जाति पनि भइसक्यो है अलिक म सेतो पनि भएको छु तेल पनि भएको छु है सो त्यो अब जस्ट हामी चाहिँ हिँडिदिनु पर्ने हुन्छ केटाहरू हामी 2 जना मात्रै होइन हामी 8 जना जति छौँ है सो आजको भ्लग चाहिँ एकदमै रमाइलो हुन्छ तिमीतारको भ्यूहरू देख्नु पाउनुहुन्छ तपाईँहरूले है सो त्यो गाइस सिक्किमको सबसे फेमस जग्गा त्यहाँनिर भ्यूहरू दामी देख्छ अब हामी गएर जस्ट रसियनहरू हेर्नु पर्ने हुन्छ सो त्यो गाइस वाचिङ गाइस फेरि हो हल्का हामी चाहिँ यहाँ केटाहरूसँग भेट भएर तेल हाल्ने कार्यक्रम हुँदैछ टक्कै कप्स छ यहाँ एन्टक जेटार एन्टक यो चाहिँ हाम्रो मोडो दोष चढ्ने हो यहाँ चाहिँ अरूमध्ये केटाहरू चढिहाल्छ है यहाँ टक्कै निक्लिँदैछ केटाहरू होइन त्यो अब चाहिँ हामी राइड स्टार्ट गर्नुपर्ने हुन्छ वाचिङ गाइस हाम्रो राइड स्टार्ट भइसकेको छ हामी चाहिँ लिडमा छ 2 जना चाहिँ यहाँ केटाहरू चाहिँ पिछाडि 3 जना है केटाहरू चाहिँ ओट्टा उताउले भयो त्यस्तो हुन्छ नि त कहाँ गयो त्यो सो हामी चाहिँ यहाँबाट जानुपर्ने हुन्छ गाइस ओह्रालो दामी गोलाई काट्नु पनि केटाहरूले हाउडै गऱ्यो नि त केटा गाइस हामी चाहिँ फर्काउ है
हामी चाहिँ अहिले साउथ वेस्टको ब्रिजमा छु होइन, बिरदाङ ब्रिजमा टक्कै अब हामी चाहिँ गाइस यो रोड भएर आएको होइन, टक्कै अहिले यो पुलतिर छौँ है। झोला हर्न त रोडी छ, ऊपर लेखिरहेको छ बिरदाङ ब्रिज भनेर। केटाहरू यहाँ छ, राइडर क्रप्स राइडर। आज क्रप्स राइडरले हाम्रो भ्लगमा फर्स्ट टाइम राइड गरिरहेछ है। तारको पुग्नुपर्ने छ हाम्रो डेस्टिनेसन चाहिँ। किप वाचिङ। बङ्गै ब्रेक हाल्यो, ठोक्यो क्र्याक गर्यो, ठोक्यो है, साथी सो गाइस फाइनली हामी नाम्ची बजार छिर्यो। अब चाहिँ किन ओह्रालै जस्तो लाग्यो कि त हो, हिँड्न अन्त नम्बर 006600066। यसो फेरि हल्का बाटो नचिन्देर कि केटाहरू उकालो गइदिरहेको छ है। यता रहेछ क्या यो यता जानुपर्ने रहेछ, यता गइदिरहेछ केटाहरू यो राइटपट्टि। सो त्यो अब चाहिँ हामी यहाँबाट जान्छु होइन। अन्त हामी चाहिँ यहाँ जाम भएर बसेको। सो मैले चाहिँ मेरो फर्स्ट इन्कम चाहिँ यहाँ पाइसकेको छु है। हो सो हामीले चाहिँ 10 रुपियाँ पाइएको छौँ। के छैन, हामी मिठाई चबाइदिन्छौँ यसले है। किनकि अब यहाँ फ्यालेर बिग्रिनु भन्दाखेरि चाहिँ अब मैले गएर चलाएँ भने चाहिँ देशको इकोनोमी बढ्छ नि त होइन। सो जस्ट मैले देशको इकोनोमी बढाउनुको लागि पाएको 10 रुपियाँ अब चलाइदिने छु है त। जाम भइदिइरहेछ त्यस्तो पैसा न फेरि फाइनली गाइस जाम खोलिसक्यो। रोड चाहिँ दामी छ क्या।
गाइस हामी चाहिँ तिमीहरूको पुग्देको जस्तो अवस्था आयो पर चियरीहरू फुलिरहेछ है तर हाम्रो चाहिँ यस्तो गाह्रो भइरहेछ नि हो गाह्रो बुझ्दैछ रोक्नु छ केटाहरू पछाडि छ पछाडि ओ यहाँ लैन यहाँ यस्तो काम दिइरहेको छु गाइस हामी चाहिँ होइन अम्बो त्यहाँबाट यस्तो हल्लिँदैछ नो पार्किङ रहेछ भित्रबाटि है सायद अहिले हाइदिनु पाउँदैन हल्का हर्स राइड तल तल लाइटहरू पनि झुन्डाइ दिएको रहेछ है बेलुकामा दामी एक केजी जस्तो चियालाला जस्तो छ त यहाँदेखिको चाहिँ फेरि केही छैन रहेछ नि त त्यही हो सबैजना आइसक्यो है ओ 0 सो गाइस हामी चाहिँ है फाइनली तिमीदारको आइसक्यो होइन सो अहिले हामी बिसाइरहेछ है निकै मुनि नै है किनकि एउटा स्कुटीमा केटाहरू अझै आउँदैछ होइन दुईजना त्यही भएर हामी पर्खिरहेको छौँ है उनीहरूलाई त्यसपछि चाहिँ हामी सँगै घुम्न जाने भनेर यस्तो जाडो भइदिरहेछ नि होइ गाडीको ग्लोभ्सहरू लगाएर आउनु पर्ने केटाहरूले चाहिँ मेरो स्कुटीको चाबी लुकाइदिएर हार्ट एट्याक दिने झन् मिनी हार्ट एट्याक भयो है मिनी त के भन्नु पुरै भएको थियो केटाले चाबीबाट त सुईहरू हान्दै थियो होइन सो गाइस अब चाहिँ हामी एकछिन बस्छौँ है फोटोसोटो खिच्नुपर्ने हुन्छ त्यसपछि हामी भेटौँ क्या भ्यू चाहिँ हो है देख्नुभयो होला है बाटोतिर सो त्यो गाइस वाचिङ आज दामी दामी भ्यूहरू देख्नुहुन्छ भन्दा पनि यहाँदेखि माउन्टेन दामी देखिँदो रहेछ है मेबी कञ्चनजङ्घा होला होइन गाइस हामी चाहिँ अहिले तिमी कटेर दार्जिलिङ जाँदैछौँ तल पेट्रोल पम्पमा त्यही अगाडिको स्कुटीको चाहिँ हाम्रो सक्यो है तेल जाँदै चाहिँ बनाएको होइन हाम्रो स्कुटीको मसँग राइड गर्ने साथीले चाहिँ अगाडिको स्कुटी लिएर जाने दाजु सन्तोषको दाजुले चाहिँ म बसेको स्कुटी लिएर चाहिँ त्यो होइन तिमी घुम्नु गएको क्या गाइस हाम्रो चाहिँ हल्का भन्दा पुरा पार्टी हाल्छौँ हामी पार्टी दामी रहेछ
सो गाइज फाइनली है तिमी तार्कोतिर वही हामी आई लभ तिमीमा जाँदैछौँ होइन। यहाँ छ हाम्रो कडा, म यहाँ छु है। अनि यहाँ छ हाम्रो पाण्डा। पाण्डा यस्तो शीत परिरहेछ नि पाण्डामा, हो यति साह्रो जाडो छ क्या। अलगै हुने चाहिँ पिर्छ। गाइस त्यही हो, अहिले हामी रातिमा छौँ है। सो फोटोसोटो पनि जम्मै भइसक्यो होइन। अब हल्का पेट पूजा पनि भइसक्यो। जस्तो अब हामी चल्दैको गाइस किप वाचिङ, डाइरेक्ट अब नाम्चीतिर भेटौँ किनकि यस्तो जाडो छ नि भाइ, म सक्दिनँ क्या भ्लग गर्नु। सो त्यो गाइस किप वाचिङ, डाइरेक्ट नाम्चीतिर भेटौँ है बिसायो भने, नत्र जहाँ बिसाउँछ त्यहीँतिर भेट्यौँ। सो गाइस एनिवे फाइनली अहिले चाहिँ जस्ट म घरमा छु। अन्त सो आज भनेको हाम्रो टोटली नेक्स्ट डे हो है। सो हाम्रो हिजो तिमी तार्कोको त्यो हाम्रो राइड चाहिँ हाम्रो बेलुकाको त्यस्तै 9-10 बजीतिर मात्रै एन्ड भयो होइन। सो अन्त घर आउँदा आउँदा ओभर लेटहरू भयो। अन्त जस्ट म चाहिँ जाडोले फोन गोजीबाट हातै निकालिनँ भनौँ न होइन, त्यस्तो खालकेहरू भयो। सो आज भने चाहिँ के छ भन्दाखेरि भ्लगको व्यवस्था गर्नुपर्ने छ। अन्त यो भ्लग एडिट गरेर भरे बेलुका या भोलि बिहानतिर मात्रै हाल्छु किनकि म सक्दिनँ क्या। म स्कुल जानुपर्ने छ आज। अन्त रुम पनि फिक्स गर्नुपर्ने छ किनकि हाम्रो जस्ट मैले हिजोअस्तिको भ्लगतिर आइटिआईको त्यो आइटिआई जानुपर्ने छ ट्रेनिङको लागि, ओजेटीको लागि भनेर भने त्यसो त्यो डेज चाहिँ फाइनली आइसकेको छ। त्यसको लागि आज हामी जानुपर्ने हुन्छ गाइस गेजिङ। सो त्यही भएर आज हामी गेजिङतिर जाने। अन्त रुमहरू फिक्स गरेर भोलितिर हामी मुभ भइदिने है होमबाट। सो त्यही हो गाइस आजको भ्लगको व्यवस्था यतातिर हुँदैछ। लाइक सेयर सब्सक्राइब गरिदिनु एकदमै नबिर्सिदिनुहोस् होला। हेर्नु भएकोमा धन्यवाद। थ्याङ्क्स फर वाचिङ। बाइ बाइ गाइस। भेटौँ त फेरि अर्को नयाँ अमितको भ्लगमा। थ्याङ्क्स फर वाचिङ। यो गाइस बाइ बाइ।